गरेको नमस्कार पनि नफर्काउने ठाउँमा तपाईँ हामी पुग्न सक्छौं। होशियार त्यो होइन, त्यस्तो नेतृत्व जनताले खोजेका होइनन्। आज तपाईहरुले खुशियाली मनाउनु भएको छ। तपाईहरुको निधारको अबिर पनि कतिको त नुहाउँदा नुहाउँदा पनि गएको छैन, कतिपय अझै पनि अबिरमाला लगाइरहनु भएको छ। हो, त्यस्तै सेलिब्रेसन नेपाली जनताले अबको 5 वर्ष प्रत्येक दिन गर्न सक्ने गरी काम गर्नुपर्छ। तपाईको परिवार कति खुशी हुनु भएको छ नि, माननीय हुनुभयो भनेर। परिवार आफन्त देश विदेशमा ओहो कत्रो सेलिब्रेसन चल्यो होला, केक काट्नु भयो होला, दियो बाल्नु भयो होला, रातभर रमाइलो गर्नुभयो होला, खानपिन कति रमाइलो गर्नुभयो होला नि। हो, त्यस्तै उत्सव जनताले 5 वर्ष मनाउनु पर्छ। तपाईलाई चुनेकोमा, मलाई चुनेकोमा त्यो हाम्रो चुनौती हो। यो 5 वर्षलाई सामान्य अन्य चुनावहरुमा चुनिएको जस्तो सोच्नु भयो भने त्यसले अप्ठ्यारो परिस्थिति सृजना गर्छ। आदरणीय साथीहरु, मलाई थाहा छ राजनीति यसै गरी चल्छ भनेर कहीं कतै मानिसहरु त्यही ढंगले दौडधुप पनि मैले गरेको कहीं कतै देखिरहेको छु। राजनीति त्यसै गरी चल्नेवाला छैन। नथिङ, कुनै पनि चीज हिजो जस्तो चल्नेवाला छैन। काँचुली फेर्ने हो, सरलक्कै काँचुली फेर्ने हो। सरलक्कै काँचुली फेर्नका लागि भनेर नेपाली जनताले हामीलाई त्यो अभिमत दिएका हुन्। हामी कानून बनाउन आएका हौं। कानून बनाउने प्रमुख जिम्मेवारी तपाईहरुको काँधमा नेपाली जनताले दिएका हुन्। उनलाई थाहा छैन त्यो कानून फेरेर उनको घरको बाटो बन्छ, उनको धारामा पानी आउँछ, बिजुली आउँछ, इन्टरनेट चल्छ, उनलाई थाहा छैन। तर तपाईलाई थाहा हुनुपर्छ कुन धाराले कहाँ अड्काएको छ मान्छेको घरमा धारा आउनु, तपाईलाई थाहा हुनुपर्छ। अध्ययन गर्नुपर्ने हुन्छ। त्यसकारण यसपटक यो शक्तिको दौडधुप यताउता यसलाई भनेर हुन्छ कि उल्ला भनेर हुन्छ कि यसो भेटेर गएर फोटो खिचेर हुन्छ कि यो पसल बन्द गर्नु होला साथीहरु। म आज अलिकति कितो कुरा गरिरहेको छु तपाईहरुलाई। एज अ ल मेकर, कानून निर्माताका रूपमा तपाईहरुको जिम्मेवारी, हाम्रो जिम्मेवारी अत्यन्त गहन छ। कयौं पछिल्लो परिवर्तन संविधान कार्यान्वयन हुनका लागि समेत कानूनहरु बन्न सकेका छैनन्। संविधान निर्माण भएको यति लामो समय हुँदा समेत विभिन्न बाधा अर्चनहरु भए। तर नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग 2/3 बहुमत दिएका छन्। अब के को बाधा, अब केले अड्काउँछ हामीलाई? अब अड्काउने भनेको तपाई हाम्रो नियतले मात्रै हो। र अर्को कुरा, धेरै लामो अनुभव त मेरो राजनीतिमा रहेन। जति समय राजनीतिमा रहे सबैभरि विभिन्न किसिमका प्रहारहरूको सामना गर्न पर्यो। यो पार्टी जन्मेदेखि यसमाथि प्रहार भयो। पार्टीको नाममा मुद्दा चल्यो। यो पार्टीलाई जन्मैदेखि कुल्चने कोसिस भयो, बचाउँदै लिएर आउन सक्यौं। यो पार्टीको चुनाव चिन्हमा मुद्दा चल्यो। यो पार्टीको चुनाव चिन्ह नै भत्काइदिने गरी प्रहारहरू भए स्थापित राजनीतिक दलहरूबाट, विभिन्न स्वार्थ समूहबाट, विभिन्न शक्ति समूहबाट जोगाएर ल्यायौं। हामीले घण्टी बचायौं, किनकि नेपाली जनताको लागि घण्टी बचाउनु पर्थ्यो, घण्टी बजाउनु पर्थ्यो।